नेपाल प्रहरीका एसएसपी रमेश खरेलको नाममा कैलालीको टिकापुर घटनापछि नेपाली सेना गुहार्दै नेपाली हु भन्ने बाहेक सबैलाई त्यही गोली ठोक भन्दै नेपाली सेनालाई गुहारेको स्ट्याटस सार्वजनिक भएपछि खैलाबैला मचिएको छ। उनको स्ट्याटसमा त को होस् भनेर सोध्दै हिँड सेना, दलित हुँ, आदिवासी हुँ, बाहुन हुँ, मधेसी हुँ भन्नेलाई त्यही ठोक, नेपाली हुँ भन्नेलाई छाडिदिए हुन्छ। उनको पेजमा राखिएको यो स्ट्याटस केही घण्टामै भाइरल बन्न पुग्यो। खबर डबलीमा प्रकाशित समाचार अनुसार त्यो फेसबुक पेज एकाउन्ट रमेश खरेलले आफै भने चलाउने गरेका होइनन्। रमेश खरेल भन्छन् उनको नामबाट विभिन्न नक्कली फेसबुक आइडी र पेज भएको र ती कसले चलाउँछन् भन्ने उनलाई जानकारी छैन। उनलाई हिजो धेरैले फोन गरेर त्यस स्ट्याटसको बारेमा बुझेका छन्, तर उनले भने त्यस्तो केही पनि लेखेको भने होइन। खरेलका नामबाट खोलिएका विभिन्न आइडीहरूलाई यो पालि गम्भीर रूपमा लिएका छन्। चितवनको भरतपुर स्थित नेपाल प्रहरीको तालिम केन्द्रमा रहेका उनले भरतपुरमा इन्टरनेट कमजोर भएका कारण आफूले सबै कुरा हेर्न नपाएको बताउँछन्। उनले भनेका छन् इन्टरनेट कमजोर भएका कारण त्यसमाथि ध्यान दिएर कारबाही अगाडि बढाउन सकेका छैनन्, तर अब विज्ञहरू झिकाएर ती सबै आइडीहरू बन्द गर्ने तयारीमा छन्। खरेलले आफ्नो अफिसियल फेसबुक आइडीमा पनि विभिन्न प्रकारका ट्यागहरू गरेर अप्ठ्यारो पारेको समेत बताए। अब आफ्नो आइडी समेत बन्द गर्ने सोचमा पुगेका छन् रे। कैलालीमा एसएसपी सहित 8 जनाले ज्यान गुमाएको आक्रोश पोख्दै फेसबुक प्रयोगकर्ताहरूले त्यही स्ट्याटस कपी गर्दै आफ्नो फेसबुक पोस्ट गरेका छन्। खरेलको नाममा यो स्ट्याटस आएपछि कपी गरी पोस्ट गर्नेको सङ्ख्या निकै बढेको छ। रमेश खरेलको नामको यही एकाउन्टबाट पोस्ट भएको यही स्ट्याटसलाई 68,000 भन्दा बढी जनाले लाइक गरिसकेका छन् भने यही स्ट्याटसलाई 20,000 भन्दा बढीले सेयर गरेका छन्। रमेश खरेल जस्ता उच्च प्रहरी अधिकारीको नक्कली फेसबुक हुनु अत्यन्तै दुःखद र आपत्तिको विषय हो। फेसबुक पेज नक्कली हो कि सक्कली हो भनेर सामान्य मानिसले छुट्याउन सक्दैनन् र भविष्यमा उनको कुनै स्ट्याटसले कुनै दुर्घटना भएमा त्यसको जिम्मा कसले लिन्छ भन्ने हो। यहाँ मुख्य सवाल कसैले दुरुपयोग गरेको मात्र होइन, दुरुपयोग रोक्न प्रहरी किन उदासीन छ भन्ने हो।